आज चाहिँ बिहानबाट पानी परिरहेको थियो अनि दिनभरि कतै निस्किने ठाउँै थिएन अनि सुतिरहेको थिएँ। दिनभरि सुतिरहेको थिएँ। ठ्याक्क 3-4 बजीतिर पानी सानी पनि उग्रियो अनि यसो कफी सफी खान जानु पर्यो पाटन दरबारतिर भनेर चाहिँ अनि म चाहिँ निस्केँ। अनि भाइ पनि आएको थियो घरमा त्यही दिन। अनि बाहिरमा गएँ अनि 2-4वटा सिनेमेटिक भिडियोहरू पनि खिचेँ कफी खाँदै। त्यसपछि तलतिर पाटन दरबार स्क्वायरको चाहिँ मेन भित्र चाहिँ पहिला त्यो राजाहरूको पालाको त्यो एस्थेटिक फोटोहरू अनि पुरानो त्यो सामानहरू कलाहरू भित्र पाटन दरबार स्क्वायरभित्र चाहिँ अनि हेर्नलाई गयौँ। अनि मैले फर्स्टमा हेरेँ अनि यतापट्टि पनि हेरेँ। त्यसपछि अलिक पछाडि पनि के छ भन्दै हेर्दै गएको। एउटा सुड्डो र छुट्टीमा कसम यहाँ डेटिङ बसिरहेको रहेछ। अनि भाइलाई भने मैले भाइ यहाँबाट जाउँ हामी भन्ने मलाई लाज पनि लाग्यो। त्यसपछि अनि आयौँ। त्यसपछि अर्कोपट्टि आयो। त्यसपछि यता ढुङ्गाको एउटा कला रहेछ। अनि त्यसपछि यता फेरि गौतम बुद्धको 8-9वटा हात भएको गौतम बुद्धको फोटो रहेछ। अनि त्यसपछि भाइले भने यतातिर थाङ्कामा हेर्नु न राजा रानीको फोटो भने त्यो पनि हेरेँ। त्यसपछि चाहिँ राजा बस्ने कुर्सीतिर गयौँ। त्यसपछि त्यो आन्टीलाई मैले भने आन्टी यो सुनको हो भनेको। आन्टीले चाहिँ भिडियो खिच्न मिल्दैन भन्यो। त्यसपछि अनि ल भिडियो मारिदियो भने। त्यसपछि फेरि यता आएको पुरानो अब त्यो कला गर्ने मान्छेको चाहिँ नामहरूदेखि लिएर डिटेलली यतातिर देखाएर रहेछ। त्यसको पनि भिडियो सिडियो लियौँ। अनि त्यसपछि फेरि यतापट्टि आयौँ। त्यहाँ पनि एउटा बुकहरू जस्तो लाइन राखेर सबै पनि हेऱ्यौँ। जे पाटन दरबार स्क्वायर कति गहिरा हुन्थ्यो तर भित्र चाहिँ छिरेकै थिएन। तर राम्रो लाग्यो। अनि फेरि पछि बाहिरतिर आएको एस्थेटिक बर्याङमा फोटोहरू रहेछ। त्यो पनि खाचखुच खिच्थेँ। अनि भाइले भन्यो एउटा 1-2टा तपाईँको पनि फोटो खिच्नु भने। त्यसपछि मेरो पनि फोटो लिएँ। त्यसपछि यो पुरानो हिस्ट्रीवाला फोटोहरू पनि फोटो लिएँ। अनि त्यसपछि फेरि हामी यतापट्टि एउटा पुरानो काठको गणेशको मन्दिर रहेछ त्यतातिर आएँ। अनि बाहिर आएर पनि एउटा फोटो खिचेँ। अनि फेरि भित्र गएँ। फेरि काठको कलाहरू पनि रहेछ टन्नै रहेछ। तिनीहरू पनि 1-2वटा फोटोहरू लिएँ। अनि यो तबेला सबेलाको पनि सबै फोटो लिएँ। त्यसपछि म यो 1 क्राउन हानिदिनु पर्छ भनेर त्यहाँ मान्छेहरूले भनिरहेको थियो। अनि यसो 1 क्राउन हाने त्यो बार्दली जस्तो। अनि त्यहाँबाट यसो तलतिर हेरेको नि यसो भिडियो सिडियो गराइदियो नि त भन्यो भाइले। नि यसो तलतिर हेरेको नि भिडियो सिडियो गराइदियो। त्यसपछि आएँ म राजा र रानी हेर्नु नआउने ठाउँमा। तर यहाँ त 2टा राजा रानी फाल्दै बसिरहेको थिएँ चुम्मा चाटी गरेर। अनि भाइलाई भने मैले चाहिँ त्यो बहिनी र त्यो भाइको चाहिँ भिडियो ननिकाल त्यो एउटा राजा र रानीको भनेर भनेको थिएँ। भाइले चाहिँ त्योसँगै खिचेछ। अनि लजाइरहेको थियो। यो पोखरी चाहिँ त्यहाँ पहिला जमानामा कति 1944-45तिर चाहिँ राजा रानीहरू चाहिँ यहाँ नुहाउन आउँथ्यो अरे यो दरबारभित्रबाट। भित्र गएँ। भित्र यहाँ यता साइडमा चाहिँ पोखरी जस्तो थियो। पोखरी भन्दा इनार जस्तो थियो। अनि त्यसपछि चाहिँ म यसो दैलोभित्र पस्ने अनि बाहिर निस्किने यताउता भिडियो सिडियो गरेँ। यो चाहिँ यहाँ इनार हो कि के हो समथिङ के थियो। अनि त्यसपछि त्यहाँबाट म निस्केँ। अनि त्यहाँबाट नि 1-2वटा यसो घुमाएर भिडियो सिडियो गरेँ भाइले। अनि फेरि मलाई चित्तै बुझेन अघि त्यो राजा रानी नुहाउने पोखरीको। अनि त्यसपछि फेरि भाइलाई मैले फोनमा आएर मैले फेरि 1 क्राउन यतापट्टिबाट राजा रानी नुहाउने पोखरीलाई यस्तो घुमाएँ। माछा साछा पनि खेलिरहेको थियो। नो त फर्तिर इन्डियनहरू पनि आउँदो रहेछ टन्नै आउँदो रहेछ। अनि यो भित्र छिरेको चाहिँ फेरि टिकट लिँदो रहेछ 30 रुपियाँ। हामी कति गएर हुन्थ्यो तर म चाहिँ भित्र छिरेको थिएन। अनि त्यसपछि जाने बेला फेरि बाहिर यस्तो ढोकाबाट एउटा फोटो अनि यसो भिडियो सिडियो पनि लिएँ। अनि चाहिँ अब 1-1.5 घन्टा भइसकेको थियो। अनि भोकसोक पनि लाग्यो। अनि फेरि भाइलाई भने खाजा खान जाउँ भाइ भने। अनि